आज चाहिँ म तपाईहरुलाई फेरि बीबीएस फर्स्ट इयरको स्ट्याटिस्टिक्सको मेजर अफ सेन्ट्रल टेन्डेन्सी युनिट 3 को न्यूमेरिकल गराउँदैछु, हिसाब गराउँछु। यो च्याप्टरबाट तपाईहरुलाई यति सजिलो क्वेशन सोध्छ नि, यति सजिलो क्वेशन सोध्छ, तपाईहरुले फर्मुला मात्र याद गरेर जानुभयो भने नि क्याल्कुलेसन यति इजी हुन्छ नि। अघिल्लो भिडियोमा मेरो गएर तपाईहरु फर्मुला टेक्निक ट्रिक्सहरु सिक्नु भयो भने नि यति सजिलो हुन्छ। तपाईहरुलाई पास गर्नु त नि कुरै छोड्दियौं क्या, कुरै छोड्दियौं क्या, त्यति सजिलो क्या। यो त लाटा मूर्ख प्लस धरतीको बोझहरुले पनि मिलाउने हिसाब हो क्या, त्यति सजिलो क्या। यो त गरी खानु दिएको हिसाब क्या। तपाईहरुलाई नि फर्स्ट इयर स्ट्याटिस्टिक्समा पास हुनै भनेर गरी देखाउनु दिएको क्या। त अलिकति प्र्याक्टिस चाहिँ गर्नुभयो भने त केही छैन क्या। मान्छेले स्ट्याटिस्टिक्स यति गाह्रो भन्छ नि, सबैभन्दा सजिलो हिसाब भनेको स्ट्याटिस्टिक्स हो क्या। त्यही भएर तपाईहरुले सुरुमा कन्सेप्ट बुझ्नु लागि चाहिँ मेरो अगाडिको भिडियोमा गएर तपाईहरु मज्जाले हेर्नु भयो भने नि तपाईहरु घरमा मज्जाले सुती सुती चिया खाँदै गर्न आनन्दले हेरेर रिल्याक्ससँग पनि एक्जाममा पास गर्न सक्नुहुन्छ। तर एक्जाम दिने दिन चाहिँ तपाईहरु जानुस् ल, एक्जाम दिने दिन चाहिँ गएर यसो लेखिदिनु भयो भने नि आएको कुराहरु यहाँ भिडियोमा हेरेको कुराहरु सर्लक्क लेखिदिनु भयो भने तपाईहरु पास हो क्या। त्यति सजिलो छ क्या। त्यही भएर अब तपाईहरुलाई आज चाहिँ म 2079 पार्शियल क्वेशन नम्बर 12 मा सोधेको क्वेशन गराउँदैछु। के भन्छ क्वेशनले एकदम ध्यान दिएर हेर्नुस्, क्वेशनले भनेको बुझ्नु। प्रत्येक क्वेशनमा कस्तो वर्ड्स आयो भने कसरी एप्लाई गर्ने, कसरी युज गर्ने, कसरी बुझ्ने भन्ने कुरा तपाईहरुलाई म प्रत्येक भिडियोमा भनिरहेको हुन्छु। एकदम टेक्निकल कुराहरु हैन, एकदम ट्रिकहरु एकदम त्यो हेर्नु भयो भने तपाईहरुलाई केही छैन क्या। संसारको सबैभन्दा सजिलो हिसाब यही हो भनेर भन्दा पनि केही फरक पर्दैन क्या। यति सजिलो हिसाब तपाईहरुले समुद्रमा पनि डुबेर बरु समुद्रबाट नुन झिकेर ल्याउन सक्नुहुन्छ कि यति सजिलो क्वेशन चाहिँ तपाईले भेट्नुहुन्छ क्या। त्यही भएर अब क्वेशनले के भन्छ बुझ्नुस्। द फलोइङ टेबल सोज द मार्क्स डिस्ट्रिब्युसन स्टुडेन्ट अफ क्याम्पस। एउटा क्याम्पसमा दिएको स्टुडेन्टको मार्क्स चाहिँ तल दिएको छ भन्छ। मार्क्स 0 to 10, 10 to 20, 20, 30, 30, 40, 40, 50, 50, 60, 60, 70. And number of students 5, 12, 20, 28, 17, 12, 6. And determine the lowest marks of top 10 of students भनेको 10% स्टुडेन्टले चाहिँ टप मार्क्स ल्यायो भने त्यो टप मध्येको सबैभन्दा कम मार्क्स ल्याउने चाहिँ कति हो, कति मार्क्स हो भन्छ। जम्मा जति स्टुडेन्ट छ नि त्यसको 10% ले चाहिँ टप मार्क्स ल्यायो भने नि त्यो टप मध्येको सबैभन्दा थोरै मार्क्स कति हो भनेर सोध्छ। अनि अर्को हाईएस्ट मार्क्स अफ लोएस्ट 40%, 40% स्टुडेन्टले चाहिँ मार्क्स सबैभन्दा कम ल्यायो अरे, त्यो कम मध्येको पनि सबैभन्दा धेरै कति हो भनेर सोधेको नि। कहिलेकाहीँ के यस्तो हुन्छ, केही नजान्ने स्टुडेन्ट पनि नि, केही नजान्ने स्टुडेन्ट छ नि, नजान्ने पनि नजान्नेको छेउमा जान्ने हुन्छ क्या। तर अजान्नेको छेउमा लाग्नु त फेरि नजान्ने हुन्छ। त्यस्तै क्या। यहाँ चाहिँ नि थोरै मध्येको पनि धेरैका नजान्ने मध्येको पनि जान्ने हुन्छ नि त। जान्नु चाहिँ केही नजान्ने तर अरू आफूभन्दा नजान्ने भयो भने ऊ जान्ने भइदिन्छ। त्यस्तै नजान्ने मध्येको जान्ने भएछ। कम इन्कम गर्ने मध्ये मार्क्स ल्याउने मध्येको नि हाईएस्ट कति हो भनेर सोधेको। कस्तो रमाइलो क्वेशन चाहिँ हेर्नु त है, बुझ्नु चाहिँ गाह्रो छ, बुझेपछि यस्तो रमाइलो छ। अर्को चाहिँ 10% धेरै मार्क्स ल्याउँछ अरे, टप अरे 10% चाहिँ एक्जाममा टप आन्छ। टप मध्येको सबैभन्दा कम कति हो त भनेको नि त। टप मध्येको कहिले भने जस्तै एक्जाममा नि हामी टप 10 भित्र पर्यौं भने टप 10 भित्र पर्यो, टप 10 भित्र 10 जना भनेको सबैभन्दा टप भन्दैको सबैभन्दा कम जना हो नि त। त्यस्तै यहाँ पनि टप मध्येको पनि सबैभन्दा कम कति हो भनेको सोधेको छ। यो म तपाईलाई बुझाइहाल्छु, केही टेन्सन लिनु पर्दैन। क्वेशनमा के बुझ्नुहोस्, पर्सेन्टेज देख्ने बित्तिकै 3 वटा कोठा बनाउनुहोस्। XFCF कति मजा, XFCF कति मजा छ, उफ्री उफ्री गरिदिने क्या यस्तो हिसाब छ। त्यही भएर सुरुमा मार्क्स लेख्नुहोस्, नम्बर अफ मार्क्सलाई X मान्नुहोस्, नम्बर अफ स्टुडेन्टलाई F मान्नुहोस्, त्यसपछि CF निकाल्दिनुहोस्। कति सजिलो छ क्या, हेरौँ न। सुरुमा हामी के लेख्छौँ यहाँनिर, MARKS मार्क्सलाई हामी के मान्छौँ, X मान्छौँ। त्यसपछि हामी यहाँ नम्बर अफ स्टुडेन्ट्स, नम्बर स्टुडेन्ट्स हामी के मान्छौँ, त्यसपछि हामी यहाँ के मान्छौँ, CF। अब मार्क्स भनेको 0 to 10, 10 to 20, 20 to 30, 30 to 40, 40 to 50, 50 to 60, 60 to 70। अब नम्बर अफ स्टुडेन्ट्स दिएको छ हामीलाई पहिलोमा 5, 5 पछाडि 12, 12 पछाडि दिएको छ हामीसँग 20, 20 पछाडि 28, 28 पछाडि 17, 17 पछाडि 12, 12 पछाडि 6। अब CF तपाईले एक्जाममा चाहिँ यसलाई यसरी बक्सामा बनाइदिनुस् ल। मैले स्केल भएन र अहिले मैले बनाइदिन, तपाईहरु एक्जाममा यसरी बक्सा भित्र बनाइदिनु। स्ट्याटिस्टिकल रुल्स हो। त्यसपछि अब हेरौँ 5 को 5 लेखिदिनुस् यसरी,
5 मा 12 जोड्दा 5 मा 12 जोड्दाखेरि कति भयो 17 17 मा 20 जोडिदिनु 37 हैन अब 37 प्लस 28 जोडिदिनुस् 37 प्लस 28 जोडिदिनु 65 यो 65 अब 65 मा फेरि 17 जोड्नु 65 प्लस 17 भनेको 82 82 फेरि 82 मा प्लस 12 जोडिदिनुस् 82 प्लस 12 94 अब 94 6 भनेको त कति भयो 100 त्यही भएर n इज इक्वल टु हाम्रो कति रहेछ 100 यसरी लेखिदिनुस् यति बनाइसकेपछि अब क्वेशनले के भन्छ भन्ने कुरा नि एकदम ध्यान दिनुस् ल तपाईहरु एकदम ध्यान दिनुस् क्वेशनले के भन्छ भन्ने कुरा द लोएस्ट मार्क्स अफ टप 10% स्टुडेन्ट भन्छ क्या तपाईहरु त्यही लेखिदिनुस् ए नम्बरमा ए क्याल्कुलेसन of lowest marks of top 10% students अब यो के निकाल्ने अब तपाईहरुले बुझिहाल्नुहुन्छ के म यस्तो डायग्राम बनाइदिन्छु कि तपाईहरु एकदम क्लीन बुझ्नुहुन्छ एउटा टक्क यसरी डायग्राम बनाउनुस् यहाँनेर अब के छ भने कि यो हेर्नुपर्छ के यो 10% स्टुडेन्ट टप हो नि त टप आयो भने म्याक्सिमम आयो भने एबोभ आयो भने हाईएस्ट आयो भने के धेरै टप भनेको त धेरै हो नि त तर टप भने स्टुडेन्ट्स यतापट्टि राख्नु जहिले सुकै टप भन्नु भने म्याक्सिमम भन्नु भने हाईएस्ट भन्नु भने जहिले सुकै यतापट्टि राख्नुस् 10% अब हेर्नुस् है त 10% छ हैन 10% हुन्छ यो पर्सेन्ट कतातिर पर्सेन्ट एकदम थोरै छ थोरैको मात्राले जनाउँछ नि अगाडि राख्नुस् किनभने यताबाट मार्क्स त बढ्दै 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 जान्छ नि त नम्बर बढ्दै जान्छ त्यही भएर धेरै टप आयो भने म्याक्सिमम हाईएस्ट यस्तो खालको आयो भने पछाडी राख्नुस् एकदम थोरै मिनिमम हैन एकदम लोएस्ट हो यस्तो खालको अगाडि राख्नुस् धेरै छ भने यता राख्नुस् थोरै छ भने यता हो यो पर्सेन्टेज यतातिर राख्यो भने नि यतातिरको पर्सेन्टेज हो भने चाहिँ के गर्नुपर्छ भने यतातिरको पर्सेन्टेज छ भने चाहिँ नि जति पर्सेन्ट छ नि यसलाई 100 मा घटाउनुस् जहिले सुकै 100% माइनस यो घटाउनुस् जहिले सुकै यतापट्टि घटाएर कति पर्सेन्ट भयो 90% हो अब हामीले के निकाल्नु पर्छ एउटा यसरी p90 निकाल्नु पर्छ है यतापट्टि पर्सेन्ट पर्यो भने जहिले सुकै 100 बाट यो पर्सेन्ट घटाल्नुस् तपाईहरु 100 बाट 10 घटाउँदाखेरि कति 90 p90 निकाल अब यता आयो भने के गर्ने भन्ने कुरा म अर्को क्वेशनमा बी नम्बरमा सिकाइहाल्छु अहिले मात्र के बुझ्नुस् भने टप भन्ने आयो भने म्याक्सिमम भन्ने आयो भने हाईएस्ट भन्ने शब्द आयो भने यतापट्टि राख्नु धेरै हो नि त यतातिर त धेरै हुन्छ नम्बर किनभने यता 1 2 3 4 5 हुँदै जान्छ त्यही भएर यता पर्सेन्टेज पर्यो भने 100 बाट जति पर्सेन्ट यहाँ पर घटाइदिनुस् बाँकी रहेको निकाल्दिनुस् भने के पर्यो p90 भनेपछि हामी अब के निकाल्छौं फर के निकाल्छौं p90 निकालिदिन्छौं कति सजिलो क्या यति सजिलो छ नि तपाईलाई यस्तो टेक्निकल कुरा सिकाइदिन्छु नि तपाईहरु मजाले हेर्नुस् ल भिडियो स्किप नगरिकन हेर्नुस् तपाईहरु पास त्यसै स्ट्याटिस्टिक्स भन्नुहुन्छ हेर्नु त यतापट्टि पर्सेन्ट पर्यो भने जस्तो टप भयो भने यता हुन्छ धेरै हाईएस्ट भन्नु भने यता हुन्छ म्याक्सिमम भने यता हुन्छ यता पर्यो भने 100 बाट यो दिएको पर्सेन्टेज यहाँको पर्सेन्टेज घटाइ जति बाँकी रहन्छ त्यही निकाल p90 अब हामी के निकाल्छौं यहाँबाट अब अघिको जस्तै हो त कति सजिलो छ अब चाहिँ p90 क्लास निकाल्छौं हामी p90 क्लास भनेको हाम्रो 90 n बाइ के गर्छौं हामी 100 th आइटम्स लेख्छौं अब यतै लेखिदिन्छु 90 into n भनेको 100 डिवाइडेड बाइ 100 th आइटम्स लेख्छौं अब यो गर्दाखेरि हाम्रो कति आउँछ 90 th आइटम्स अब 90 हुन्छ यो 90 कि त ट्याक्कै 90 हुनु पर्यो कि 90 भन्दा ठूलो हेर्नु त 92 भन्दा ठूलो 90 भन्दा ठूलो कति हाम्रो हेर्नु त 90 भन्दा ठूलो हाम्रो कति हो 90 भन्दा ठूलो 90 को त्यही भएर हाम्रो यहाँ पर्दो रहेछ यो लाइनमा पर्यो हो अब यो लाइनको यो सबैभन्दा जुन अगाडि छ नि यो अगाडिको नाम l हुन्छ यो हाम्रो अगाडिको यो f हुन्छ अनि यो जस्ट मासतिरको छ नि हो यो चाहिँ हाम्रो के हुन्छ अब cf हुन्छ त्यही भएर अब हामी जे लेख्छौं 90 भन्दा ठूलो कति हो 94 भनेर हामी यसो दुई शब्द हाम्रो हैन दुई शब्द लेखिदिन्छौं since cf just greater than 90 is 94 so
P90 क्लास इज 52 60 मा पर्छ भनेर लेख्छु। त्यही भएर अब हामी अलिकति टिप दिन्छु। 90n/100 भनेको 90, L भनेको हामीसँग यहाँ हुन्छ, L भनेको 50। अब हामी F टिप्छौँ। F भनेको 12, A भनेको 12, अब C भनेको 82। अब I भनेको त कतिको फरक छ, 0 to 10, 10 to 20, 10 को डिफरेन्स छ। अब हामी के गर्छौँ, P90 को फर्मुला एप्लाई गरिदिन्छु अघिको जस्तो क्या, L प्लस 90n/100 माइनस CF डिभाइडेड बाई F इन्टु I। अब हामी के गर्छौँ, भ्यालु पुट गरिदिन्छौँ। L भनेको 50 प्लस 90n/100 भनेको 90 माइनस CF भनेको 82 डिभाइडेड F भनेको 12 इन्टु I भनेको 10। कति सजिलो छ हेर्नु न, 50 प्लस अब 90 मा 82 घटाउँदाखेरि 8/12 इन्टु 10। अब यो क्यालकुलेसन त लाटा मूर्ख प्लस बुङ्गाहरूले पनि गर्छ क्या, यो त केही नजान्ने अरे धरतीको बोझहरूले पनि गर्छ हौ, यो त कति सजिलो। 8 10 80 डिभाइडेड बाई 12, 80 डिभाइडेड बाई 12 गरिदिने हो। अब त्यसपछि हामी के गर्छौँ, 50 प्लस अब 80 डिभाइड 12, 80 डिभाइड 12 गर्दाखेरि कति आयो, 6.67, 6 कति आयो, 67। अब यो दुईटा जोडिदिने, 56 कति हुन्छ, 67 मार्क्स। यति मार्क्स चाहिँ ल्याउँदो रहेछ भनेर। कति सजिलो क्या, तपाईँहरूलाई यति सजिलो छ नि, यति सजिलो छ, संसारको सबैभन्दा सजिलो हिसाब भयो क्या यो चाहिँ। कस्तो हाँस उठ्दैछ। अब त्यसपछि अर्को क्वेसन, यही क्वेसनमा हेर्नुहोस् ल। अब तपाईँलाई के भन्छ, यही क्वेसनमा नम्बर बी ले हाइएस्ट हेर्नु त, क्वेसनले एकदम बुझ्नुहोस् ल। क्वेसनले के भन्छ, हाइएस्ट मार्क्स अफ द लोएस्ट 40% भनेको छ नि, लोएस्ट 40% स्टुडेन्ट। अब यसले के भनेको हेर्नुहोस् ल, बी नम्बरले, म बुझाइदिइहाल्छु तपाईँहरूलाई, यति मजाले बुझ्नुहुन्छ नि, यति सजिलो ट्रिकहरू सिकाइदिन्छु म। क्यालकुलेसन अफ हाइएस्ट मार्क्स अफ लोएस्ट 40% अफ स्टुडेन्ट। अब हेर्नुहोस् है त, कति सजिलो ट्रिक छ नि, यति सजिलो ट्रिक छ। अब हेर्नुहोस्, यसरी टक्क एउटा टाइमलाइन बनाउनुहोस् तपाईँहरू। टाइमलाइन बनाइसकेपछि अब यो 40% हेरौँ है त, 40% लोएस्ट छ नि त, 40% चाहिँ लोएस्ट छ क्या, लोएस्ट भने कम हो नि त। लोएस्ट भनौँ भने यतापट्टि राखिदिनुहोस् क्या, यसरी 40%। कम भनौँ भने यतापट्टि राखिदिनुहोस्, यसरी राखिदिनुहोस्। टप भन्नु भने, हाइएस्ट भन्नु भने, म्याक्सिमम भन्नु भने यतापट्टि राख्नु। लोएस्ट भयो भने, फेल्ड भनौँ भने हैन, फेल्ड भनौँ भने, मिनिमम भनौँ यतापट्टि राख्नु, थोरैतिर राख्नुहोस् क्या। ओ यतापट्टि पर्सेन्ट पर्यो भने चाहिँ नि केही नगर्नुहोस्, तपाईँहरू जति पर्सेन्ट छ त्यति निकाल्नुहोस्। यतापट्टि 40 छ भने अब के नै निकाल्नुहोस्, 40 नै निकाल्नुहोस्। यतापट्टि छ भने 100 घटाउनु पर्दैन। यतापट्टि पर्सेन्ट आयो भने चाहिँ 100 माइनस घटाएर जति हुन्छ त्यो लेख्ने। यतापट्टि पर्सेन्ट छ भने चाहिँ यो जति छ नि पर्सेन्ट त्यति निकाल्नुहोस्। यहाँ 40 छ भने P40 नै निकाल्दिने। कति नै निकाल्दिने हामी, P40 निकाल्दिने, केही गर्नु पर्दैन। यतापट्टि पर्सेन्ट आयो भने 100 बाट घटाएर जति हुन्छ त्यो निकाल्नुहोस्। यतापट्टि पर्सेन्ट आयो भने केही नगर, जति पर्सेन्ट छ त्यति निकाल्नुहोस्। कति सजिलो ट्रिक क्या तपाईहरु। अब हामी के निकाल्छौँ, फर P40 निकाल्छौँ। अब P40 निकाल्ने फर्मुला हुन्छ 40n/100 TH items is equal to 40 into 100 divided by 100 TH items भनेको अब यो र यो गर्दाखेरि 40 आउने भयो क्या, 40 TH items। अब यो 40 हेर्नुपर्छ, अघि हामीले बनाएको टेबलमा हेरौँ त। 40 भन्दा ठुलो 5 पनि होइन, 17 पनि होइन, 40 भन्दा ठुलो कति हो हाम्रो 65 भनेपछि यो लाइनमा पर्दो रहेछ क्या। त्यही भएर यो अगाडिको जहिलेसुकै हाम्रो के हुन्छ, एल हुन्छ, यो जहिलेसुकै एफ हुन्छ, अनि यो जहाँनेर पर्छ त्यो भन्दा जस्ट मास्तिर हाम्रो के हुन्छ, सीएफ। त्यही भएर एल भनेको 30, एफ भनेको 28, सीएफ भनेको हाम्रो कति हुन्छ 37। अब हामी त्यही लेखिदिन्छौँ यहाँनेर, अलिकति भाषा चाहिँ लेख्छौँ, सिन्स सीएफ just greater than 40 40 भन्दा जस्ट ठुलो हाम्रो कति हो 65। सो
P40 क्लास इज कतिमा पर्दो रहेछ एउटा क्लास हाम्रो 30 to 40 कतिमा पर्दो रहेछ यो 30 to 40 त्यही भएर हामी लेख्छौँ अब 40n/100 भनेको हाम्रो कति आयो 40 यो छँदैछ यो टिप्ने अब L छँदैछ L 30 छँदैछ हाम्रो L इज इक्वल टु 30 अब F इज इक्वल टु हामीसँग छँदैछ F इज इक्वल टु 28 छँदैछ F इज इक्वल टु 28 अब CF पनि हामीसँग छँदैछ CF पनि हामीसँग 37 छँदैछ कति सजिलो क्या CF भनेको 37 अब I भनेको त 10 को डिफरेन्स छ 10 को डिफरेन्स छ केही छैन अब हामी के गरिदिन्छौँ P40 को फर्मुला हाल्दिन्छौँ L प्लस 40n/100 माइनस CF डिभाइडेड बाई F इन्टु I L भनेको 30 प्लस 40n/100 भनेको 40 माइनस CF भनेको 37 डिभाइडेड बाई F भनेको 28 इन्टु 10 30 प्लस यो र यो गर्दाखेरि कति हुन्छ यो भनेको 3 डिभाइडेड बाई 28 इन्टु 10 क्यालकुलेसन त आफै गर्नु जो इन्टु मिन्टु पिन्टु चिन्टु सबै त नि 3 10 30 डिभाइडेड बाई 28 30 को 30 प्लस को प्लस अब 30 भागा 28 गर्दाखेरि कति आयो 1.07 1.07 अब यो जोड्दाखेरि कति हुन्छ ट्याक्क जोडिदिनुछु कति हुन्छ यो जोड्दाखेरि 31 point कति हुन्छ 07 मार्क्स हो यति गर्नुभयो भने नि तपाईहरुको 10 मार्क्स क्वेशन काहीँ पनि जाँदैन त्यही भएर तपाईलाई नयाँ नयाँ भिडियो हेर्नु छ भने मेरो युट्युब अल्फा एकाडेमी युट्युब च्यानलमा गएर लाइक शेयर सब्स्क्राइब र तपाईलाई नआएको कन्फ्युजन नबुझेको क्वेशनहरु कमेन्ट्स पनि गर्नुहोस् है त ल